नमस्ते साथीहरू। आखिर कसरी बनिन् एक सामान्य युवती शक्तिशाली देवी? के तपाईँलाई थाहा छ काठमाडौँमा एउटा यस्तो मन्दिर छ जहाँ गएर दर्शन गरे मात्र पनि मनले चिताएको सबै कुरा पूरा हुने जनविश्वास रहेको छ। नमस्कार साथीहरू, आज म आइपुगेको छु काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर 9 मा स्थित मनमैजू मन्दिरमा। स्थानीय किंवदन्ती अनुसार एक सामान्य युवती जो बन्न चाहन्थिन् भगवान इन्द्रको श्रीमती। भगवान इन्द्रले अस्वीकार गरेपछि उनले कठोर तपस्या गरिन्। उनको तपस्याबाट प्रसन्न भएर भगवान इन्द्रले उनै युवतीलाई पृथ्वीमै देवी भएर रहेस् भन्ने वरदान दिएका थिए। स्थानीय जनआस्था अनुसार पृथ्वीमा मानिसहरूको सौन्दर्य र मनोकामना पूरा गर्ने देवीको रूपमा मनमैजू देवीलाई पुज्ने गरिन्छ। अर्को स्थानीय किंवदन्ती अनुसार सती देवीको दाहिने तिघ्रा यसै स्थानमा पतन भएको थियो भन्ने जनविश्वास रहिआएको छ। स्थानीय किंवदन्ती अनुसार बालाजुमा रहेको 22 धारामा स्नान गरी यस स्थानमा रहेको मनमैजू देवीको दर्शन गरेमा मनले चाहेका सम्पूर्ण कुराहरू पूरा हुन्छन् भन्ने जनविश्वास रहिआएको छ। अर्को किंवदन्ती अनुसार लिच्छवीकालीन राजा गुणकामदेवको सपनामा साक्षात मनमैजू देवी उत्पत्ति भए पश्चात लिच्छवीकालीन राजा गुणकामदेवले यस स्थानमा मनमैजू देवीको स्थापना गरेका थिए भन्ने जनविश्वास रहिआएको छ। मनमैजू देवीलाई मनको कामना पूरा गर्ने, सौन्दर्य प्रदान गर्ने मात्र नभएर इन्द्रायणी देवी र अजिमाको रूपमा पनि चिन्ने गरिन्छ। अजिमा भन्नाले नेवारी परम्परा अनुसार काठमाडौँ उपत्यकालाई चारैतिरबाट मातृदेवीहरूले रक्षा गर्ने गर्दछन्। तिनै मातृदेवीहरूको समूहलाई अजिमा भनेर मान्ने चलन रहिआएको छ।